खायो त्यो खाऊ न, त्यो राख्न मिल्दैन। लुकुर लुकुर साइकल चलाउँदै हिँडेछ होइन। अहिले चाहिँ हामी ठ्याक्क कहाँ हो यो बस बाइटतिर आएर छौँ कि। अनि गर्मी भने त्यस्तै हो, ओभर गर्मी बढेको छ। यो भाइलाई चाहिँ अब साइकल चलाउनै परेछ नि त। त्यतातिर फुलहरू पनि राम्रो छ। छिटो आऊ, यहाँ चाहिँ एउटा सामान कुरियर गर्नु थियो, त्यही भएर हामी आदियौँ। तर यो भाइ साइकल चलाउँदै बसिरहेछ। यो भाइको साइकलमा बस्दा त चाक दुखिसक्यो अरे, एकछिन चलाउँछु भनिरहेको थियो। अब त्यही त हो। A few moments later. सो गाइस हो नि भने अहिले हामी पार्कमा छौँ। यहाँ यो भाइलाई तिर्खा लाग्यो अरे होइन। यो भाइले केही नखाने र क्या, यो चाहिँ मेरो लागि ल्याए त। यो मेरो लागि होइन, एउटा करेन्ट अनि एउटा फिज। यो भाइ नखाने रे के, पानी मात्र खाने रे। ठिकै छ, बबालले चाहिँ यो भाइ खेल्ने भनेर भित्र आयो हामी चाहिँ। ठिक छ ठिक छ। 2 hours later. केहीको रहर मरेको छैन क्या। चाक दुखिसकेर पनि अझै चलाउनु खोजिरहेको छ यो भाइले चाहिँ होइन। गजब, थाहा छैन किन। अब यहाँदेखि झारा त कसरी झार्दो रहेछौ? झारा झारा ल। ओए लड्यो है। अगाडिको ब्रेक हान्नु हुँदैन नि त। ल यहाँ कसरी चढाउँछौ? ल चढाउ न त यहाँ। घर गएर चलाउनु छिटो, त्यो बाटो चढाउ फास्ट। चढाउ चढाउ, कसरी चढाउँदो रहेछ अब? चढा यार केटा। भाइले तर चढाइदिइरहेको क्या। होइन अब म कुदाउँछु। सो यहाँ चाहिँ बस्ने ठाउँ रहेछ, बस्ने एकछिन बस्दिउँ न त। यहाँ भाइको बिचरा अगाडि जाऊँ, अगाडि बसौँ अगाडि। यहाँ बिचरा भाइको चाक पुरै दुखिसक्यो क्या, हिँड्दा हिँड्दा घुम्दा घुम्दा होइन। नै म छोड्दिनँ क्या। घर गएर भाइलाई चलाउनु दिनु पऱ्यो क्या। यो भाइ धेरै चलाउने भन्छ क्या। सिट निकालिदिउँ त ल। आज छैन सिट चाहिँ मेरो हातमा छ होइन। यो भाइलाई पुरा साइकल चलाउने जुनुन चलाएको छ। ल ल ल ल छिटो भयो। सो गाडीहरू चाहिँ आइरहेछ होइन। छोडिदिउँ, जाऊ न। भयो ओए के गरे? ल ल ल ल ल लग्यो लग। भाइ भाइ बिस्तारो, सिट चाहिँ मेरो हातमा छ भाइ। साइडमा साइडमा लगिदिइराखेँ मजाले। रोक रोक, कुदाइदिइरह यार यो भाइले। हिँड अब, अरू कुदाउने। यो भाइले पुरा सिट निकालेर मेरो हातमा छ होइन। बाँकी कुदाउनु चाहिँ पपाले कुदाइदियो क्या। लडाउँछ होला भनेको नलडाइकिन भाइ, नचलाइ आऊ नचलाइ नै त। मैले छोडिदिएँ। सो गाइज अनि यहाँ चाहिँ भाइ चाहिँ के
भाइको खतरा इच्छाहरू रहेछ क्या साइकल चलाउँछु भन्छ यस्तरी छोडेर चलाइरहेको छ कि मैले समाउनु घरिघरि मात्र परिरहेको छ कि बवाल चलाइदिइरहेको छ कि यो भाइले चाहिँ अब यहाँभित्र जाने भनेर आइरहेको छ हेरिदिउँ है त्यो यो भाइ चलाउँछ कि चलाउँदैन छोडिदिनेवाला हो म एकचोटि म जान्छु ल अब चाहिँ म जानेवाला छु यो भाइ यस्तो लड्यो तिम्रो नाम के हो अविराज के हो तिम्रो दाइ पनि हुनुहुन्छ है त कतिमा पढ्छ भने तिम्रो नाम के हो अरे अविराज के हो अविराज परियार भाइ यहाँ स्केट खेल्न तिमी जहिले आउँछौ यहाँ साइक्लिङ भएको ठाउँमा ल हेर त म जे खेलाउनु पर्दैन है भाइ आफै खेल्ने है तिमी कति ठाउँ लड्यौ यो भाइले लड्दैन मैले पनि अघि यहाँ ढला थिएँ है त्यही कारणले होला आदिलाई यो गाइस यो कसरी धार्यो थ्याङ्क यू दुईवटा भाइहरू गइरहेछ अहिले चाहिँ अनमोल ट्रेनर भएको छ है ए भाइ आफू चाहिँ लडी लडी हिँड्छ अनि अरूलाई सिकाइरहेछ क्या त्यो भाइले है लड्यो ट्रेनर लडिसक्नु भयो होइन सो अब भाइ देऊ अब हिँडेरै जाऊँ ल लडिन्छ तिमीहरू लड्छौ पर्दैन भाइ साह्रो बनाउनु हुँदैन तिमीहरू लडेको भयो यो भाइ चाहिँ यो भाइ अस्ति मलाई स्केटिङमा सबैभन्दा बढी लडेको भन्ने यो भाइ हो आज साइकल कुदाउँदै यो भाइ जति कोही पनि लडेको छैन कति लड्यौ तिमी आज भन त त्यो भाइ त यो भाइ कुदाउँदा कतिचोटि लड्यो झुट नबोली भन मात्र मैले गनेको 5-6 चोटि भइसक्यो 5-6 चोटि लडिसक्यो अनि त्यो पनि लडेको त हो नि बागमती नदी कस्तो सफा छ है भाइ कति सफा छ है भाइ है कहाँ छ त्यो बगेर आउँदैन यो भाइ घाम त यस्तो टल्का छ कि सिधै मुखमै आइरहेछ सो गाइस अनि आज चाहिँ राति धेरै भइसकेछ होइन आज ढिलो गएको थियो नि त त्यही भएर ढिलो पनि भयो होला आउनलाई त्यही त भने आफ्नो ड्युटी त गर्नु पऱ्यो आज बाहिर पनि गएको थियो त्यही भएर आउन ढिलो भयो होइन यो भ्लग चाहिँ सायद भोलि आउँछ सबजनाले माया देखाइदिनु होला भ्लगलाई होइन अरू के भन्नु अब मेरो चाहिँ गुड नाइट तपाईँहरूको एकछिनमा गुड मर्निङ हुनसक्छ सो स्टे हेल्दी सबजना सन्चै बस्नु होला आफ्नो केयर गर्नु होला होइन
मौसम खतरा बिग्रिरहेछ क्या अहिले, त्यही भएर है त स्टे हेल्दी है त। Thank you for watching.